What's up guys, welcome back to new vlog once again. Just पार्क या कस्तो भएको थाहा छैन है, अब त्यहाँ गएर अनि टक्क पत्ता लगाएर आउँछौँ अनि बिग थिङ्स कमिङ अप है. Wait and watch. Wait and watch guys, big things coming up. Like the let's say आज चाहिँ हामी घरबाट 45 मिनट्स ड्राइभ गरेर सानो हाइकमा गएका छौँ. यो हाइक गर्ने ठाउँ चाहिँ एकदम रमाइलो छ. ल आउनुहोस् हेर मैले कस्तो रहेछ ठाउँहरू. यो हरियो जङ्गल वरिपरि हेर्दाखेरि कस्तो मलाई नेपालको यस्तै भाइब्स आइरहेको थियो. एकदम रमाइलो थियो ठाउँहरू. नाइस पुल छ त है, दामी पुल छ त गाइस. दामी ठाउँ आइपुग्यो गाइस हामी. बाल छ यार पुल त. अस्ट्रेलियामा चाहिँ यस्तो ठुल्ठुलो निगुरो फल्छ है. एकदमै राम्रो ठाउँमा वक आएको छौँ होइन. देख्न सक्नुहुन्छ तल. नाइस हो. ल नै चट्ट पुरा ग्रिन छ क्या जङ्गल. मलाई यस्तो मनपर्छ. एकदमै मजाको छ. अँध्यारोमा हिँडेको छ है. यो अहिले उज्यालो भयो नि, अँध्यारो है. यो लाइट उज्यालो भयो नि, एकदम अँध्यारो ठाउँ है. धुम्म छ त दिनै आज यस्तो छ के गर्ने. ठिकै छ. हाइकिङ त बेस्ट रहँदो रहेछ त बहिनी पनि हाइकिङ द्याट है. तिमी पनि नेपालको यसरी हिँड्न सक्दैनौ कि. अलि बनाउला नि त. नाइस आएको त. नाइस छ त. रमाइलो ठाउँ छ त. यहाँ एकछिन एक नजर हेरौँ न के रहेछ. ए पानी टाइपको रहेछ. हल्का गरम भयो भने यहाँ पनि यसो डुबेर बस्दा हुने रहेछ, तर उज्यालोमा मात्रै. वक चाहिँ दामी छ. कहाँ बहिनी? वक नाइस वक छ त. स्पिड हेर्दै बस्नुहुन्छ तपाईँ. आज हेर बहिनी आएर यस्तो ठाउँमा घुम्नु पाएको छ लगाएर. अनि पनि यहाँ बस्ने ठाउँ पनि चाहिँ बहिनी चट्ट रेस्ट गर्दा नि भयो यहाँ है. मस्ती छ त बहिनी है. एउटा कफी ल्याइदिनु भयो नि त. खतरा हुन्छ त. आनन्द छ त. नाइस. ओहो अनि हेर्नु स्काई पनि क्या राम्रो देखेको. हाम्रो आजको वकिङ डेस्टिनेसन चाहिँ यही थियो. मजा आयो बहिनी. डाँडामा आएर मजा भयो नि यस्तो वक गर्दाखेरि त. होइन त ल. सही बहिनी. सही हो नि. ठाउँ यस्तो दामी छ. ग्लुमी डे भएर नबेसेर घाम के भन्छ अस्ताको भन्छ. कताबाट भन्छ चाहिँ And one, what is this? अफ्रिका चिज. Africa one. Africa one, yeah. थ्याङ्क यू. क्या मजाको आएर नि बहिनी पुरा. म त लास्टै आएको छु. त्यो दुइटा मोमो तपाईँलाई दिनुपर्छ क्या. मैले झुक्केर खाएको छु कि next day. वर्ड अफ गाड. हामी चाहिँ मन्दिर जान लागेको छौँ. दिस इज सेकेन्ड डे. दुईजनै गर्ल्सहरूलाई चाहिँ टक्क टाउको दुखेर यहाँ हिँडेको भएको अवस्था छ होइन. हामी चाहिँ मन्दिरमा आएका छौँ. दुईजना चाहिँ है टक्क रेडी भएर, यिनीहरू पनि टक्क रेडी भएर यहाँनिर हातखुट्टा धोएर जानु लाग्छ. मन्दिर चाहिँ यो छ सिडनीको मुरुगन टेम्पल. यहाँ चाहिँ जुत्ता सुत्ता चप्पल सप्पल खोल्ने, खुट्टा धुने अनि त्यसपछि जाने. खुट्टा धुनुहोस् अनि जानुहोस्. मन्दिरभित्र चाहिँ फोटो खिच्न भिडियो खिच्न मिल्दैन है, त्यही भएर नो क्यामेरा यहीँ बन्द गर्छु.
हामीले चाहिँ भर्खर मन्दिर ढोगेर निस्क्यौँ है। मन्दिर ढोगेर निस्केपछि एउटा मनमा छुट्टै आनन्द मिल्छ है। जस आनन्द भएको छ। टिका सिका लगाइयो। दिदीबहिनी अझै भित्रै हुनुहुन्छ। मन्दिर गएर आएपछि हामी चाहिँ फेरि एउटा राम्रो क्याफेमा ब्रेकफास्ट गर्न आएका छौँ। टाइम त धेरै भइसक्यो, टाइम त 12 भइसक्यो। त्यही पनि अब यसो ब्रेकफास्ट गरिदिउँ न भनेर यो क्याफेमा आजकल चाहिँ हामी यो क्याफेमा आइरहेछौँ खानको लागि। यो क्याफे मलाई एकदम राम्रो लाग्छ। खानेकुराहरू एकदम राम्रो र बस्ने ठाउँ एकदम दामी छ। यु क्यान सी दिदीबहिनी चाहिँ अगाडि नै गइसकेका छन्। We just can see the beautiful art, beautiful guitar. बस्न चाहिँ बाहिर छ, दामी छ बस्न चाहिँ। हामी चाहिँ दामी क्याफेमा छौँ है। यो क्याफेमा चाहिँ चट्ट यहाँको यो क्याफेको चाहिँ ब्रेकी बर्गर चाहिँ मलाई एकदम मनपर्छ। विच इज नाइस। सबै कुरा टक्क दामी हुन्छ। त्यो मलाई दामी लाग्छ ब्रेकी बर्गर। मैले लास्ट टाइम पनि ब्रेकी बर्गर खाएको थिएँ। यो पालि नि त्यही अर्डर गरेको छु, त्यो र कफी। अब दिदीबहिनीले चाहिँ खासै केही नखाने रे, खै यिनीहरूलाई चाहिँ किन खानु मन नलाग्यो। हिजो 12 बजीतिर खाएको भएर नखाने रे। कुचिङको पोखला ह्यापी बर्थडे चाहिँ हाम्रो चाहिँ बिग ब्रेकी आएको छ है। बिग ब्रेकी हो यो चाहिँ। फुल लोडेड लेटस, एबो, टोमेटो, बेकन सबै छ। बवाल छ यो। मलाई चाहिँ यहाँको यो चाहिँ बेस्ट लाग्छ। लेट्स ट्राई। जस्ट फिनिस द ब्रेकफास्ट। अब घरतिर लागौँ। नाइस कफी थियो। नाइस कफी र ब्रेकी बर्गर नाइस थियो। अब घरतिर जान्छौँ। लेट्स गो। हामी चाहिँ चट्ट अब यहाँनिर सरप्राइज दिनको लागि बर्थडेको सामानहरू किन्न आएका छौँ मलमा होइन। बहिनी र म यहाँ चट्ट मलमा सामान किन्न आएको छु। बहिनी अगाडि छ टक्क। आज चाहिँ सरप्राइज दिने भनेर दिदीहरू आउँदै हुनुहुन्छ न्युकासलबाट उसलाई सरप्राइज दिनको लागि। उसलाई चाहिँ थाहा छैन। हामी चाहिँ टक्क मलमा सपिङ गर्न आएका छौँ। हामी चाहिँ गिफ्ट चाहिँ फेर्दैछौँ पेन्डोरामा। सता दिदीले गिफ्ट दिने भनेर चट्ट दामी छ पेन्डोराको सामानहरू टक्क। हामीले चाहिँ टक्क पेन्डोराबाट गिफ्ट पनि लिएका छौँ। गिफ्ट देखाइदियो त बहिनी एकचोटि ब्याग टक्क। अब यसो कफी सबै खाने, ड्रिङ्क्स खाने, एकछिन चिल गर्ने। हल्का सपिङ गर्दैछौँ होइन भरेको लागि। घरमा चट्ट खानासाना बनाउनुको लागि सपिङ के हुन्छ हेरौँ। हामीले चाहिँ टक्क सबै सामान लिगौँ यहाँबाट होइन। सपिङ गऱ्यौँ। दिदीहरू निकासलबाट आउँदै हुनुहुन्छ सायद अन द वे हुनुहुन्छ होला। अनि सबैजना आएपछि चाहिँ आज चाहिँ सबैजना मिलेर सरप्राइज दिने कुरा भएको छ। हिजो त खासै सिम्पल सरप्राइज थियो। खासै त्यस्तो विधि चाहिँ खुसी भएन हो। अब होप आज चाहिँ हिजोभन्दा अलि धेरै खुसी हुन्छ। लेट्स सी। यही हो अब सकेसम्म खुसी बनाउने चाहना। लेट्स सी त किप वाचिङ, ट्राई आवर बेस्ट। लेट्स सी। Happy ल है सरप्राइज चाहिँ खतरा सरप्राइज भयो है। त्यही भएर हिजो धेरै नगरे बुझ्यो। त्यही भएर हिजो धेरै नगरे। ल ऊ बहिनीले प्लान गराएको हिजोदेखि बोलाएको पहिले थाहा थियो नि। यसले त म त आउने नआउने कतिवाला भइरहेको थियो अनि नआउने नै भइसकेको थियो हामी। अनि यसले फोन गरी अनि त्यसपछि त यस्तो असल यस्तो रस भएको पुरै छोडिदिएको छु। फोटो 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 अनि गरिराख्नु
ठुलो मान्छेहरूले ल हेर ए खान्छे त्यस्तै खिच्छ त्यसको केही हुँदैन चिज चिज खै यस पोज 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 र मैले के यो सबैलाई ह्यापी Happy birthday बेनाले ला हो र? बेनाले यो टिक्क भन्छ के हो र यहाँ के छ एक बक्स वाइप्स ल्याइदिएको तैँले अटल वाइप्स अर्डरको वाइप्स यसलाई यो चाहिँ कति दुईटा गिफ्ट दिइसक्यो कि पनि के भएको भोलिसम्म बस्या भोलिसम्म गिफ्ट दिएको त्यही भएर यो पालिको बर्थडे के भएर भोलि नेपालको त भोलि नै अब मम्मा यहाँ भित्र के छ त यस्तो बर्थडे त जन्मेदेखिबाट मैले त मनाएको फर्स्ट कि लास्ट एउटा एउटा फुपीमा फर्स्टबाट सबै अलिक क्लोज ल्याएर यसको फोटो फर्स्टमा हेर है ओपन गर्नुपर्छ यो म हेरेर दिन्छु ल ल यतिदेखि ओपन ल है अब पढ्नु कतिको मेहनत है यो त कस्तोसँग अलिक बजाइदिउँ न एकचोटि यता रुन चिया ला हो नसुने फेरि रुम बजाइदिएको होइन नि वाउ ग्रेजुएसनको मेरो ग्रेजुएसन बेलाको यो त तपाईँहरूलाई थाहा छ नि अस्तिको जम्मानाको फोटो क्या जम्मानाको 17 यो होला सबभन्दा अगाडि यो त म आइसकेको जस्तो हुन्छ त नितासँग यो त भने ल क्यामेरा मुभ भइसक्यो ए मुभ भइसकेको तर पवन थिएछ हामी उता विन्डो गएको पनि ए कति दिन लाग्यो यो तपाईँलाई थाहा छ हामी त्यही भएर स्नो माउन्टेन गयो होला यो त पहिबाट गएर भेना त हुन्न थियो त्यसलाई हेर्नु अनि पर्दैन त किन किन्ने त्यो एउटा लाउने जस्ट मैले भनेको 22 क्यारेट आइस होइन 18 क्यारेट गोल्ड प्लेटेड हुन्छ कि यो स्विमिङ जाने हो क्या नाइस ल्याइदिएको छ सबै तिमी पास गर है अब वर्षदेखि त्यो पिङ्क कलरको टी सर्ट नलगाउँ है अब त्यो पिङ्क कलरको टी सर्ट नलगाउँ मैले लाउने खालकै रहेछ क्या फेरि लाउने टाइम अब लास्टै भयो ड्रेस हो नट अ ड्रेस उसँग टी सर्टको जरुरत छ पिङ्क कलर यो नि किन्छु भनेर उसमा छ क्या टेबल लिस्टमा छ मैले सोचिरहेको थिएँ क्रक्स सुन्न फेरि सबै किड सेक्सन मोटामा चाहिँ तिमीलाई खाइदिउँ मलाई मलाई हो तपाईँको लागि मिलाउनै सक्दैन कि यो यस्तो यस्तो राम्रो लाग्छ होला हो थाहा छैन लाग्छ कि लाग्दैन क्युट छ ए गाडी कलर क्युट थाहा छैन के हुन्छ अनि यो चुच्चोहरूले काट्यो नि त तर अब युजै नगरे पनि सजाउनु रमाइलो भयो बेस्ट बर्थडे एभर हो Day 3 What's up guys, this is the third day है यहाँनिर सबैजना टक्क हामी चाहिँ फिट चेक फिट चेक सुन्नु दिस इज फ्रम माई सिस्टर अँ दिस इज फ्रम माई साम्बा टप टु बटम फ्रम माई सिस्टर मेरो त यो मात्र
मात्र दिदीको है अरू चाहिँ मेरो है यो मेरो आफ्नै हो त्यसले पनि भन्दैछ उसको तिम्रो चाहिँ के हो चेक देऊ न पनि भन्न सानो Shoes from Nike भन न बाई बाई हाइर बाइ मात्रै गर्न जाने हो ल हामी चाहिँ सबैजना टक्क मर्निङ ब्रेकफास्ट एउटा पेन्ड्रिथमा हामी चाहिँ क्याफेमा आइसकेका छौँ क्याफेमा यो चाहिँ पेन्ड्रिथको मुलगो रोडको क्याफे हो यो चाहिँ एकदम राम्रो छ क्याफे चाहिँ हामी चाहिँ प्रायः जस्तो यो ठाउँमा आइरहेको हुन्छौँ आज सबैजना बर्थडे सेलिब्रेट गर्नको लागि भन्दा नि अब बर्थडे चाहिँ हिजो हामीले सेलिब्रेट गरिसक्यो अनि आज चाहिँ सबैजना चट्ट बसेर ब्रेकफास्ट गर्नको लागि आएका छौँ सायद हामी 3 or 4 टाइम्स आइसकेका छौँ हामी 3 or 4 टाइम्स हामी क्याफे आइसकेका छौँ आज चाहिँ सबैजना बर्थडे सेलिब्रेसन जस्तो होइन हल्का यो त वान अफ माई फेभरेट स्पट्स यहाँ के भन्छ सिडनीमा आउँदाखेरि दिस इज माई थर्ड टाइम एन्ड थ्याङ्क्स टु यु गाइज है एकदम राम्रो लाग्छ मलाई ठाउँ एन्ड ह्याप्पी बर्थडे सुन्ते वान्स अगेन कति वर्ष लाग्छ रे भन् त यसो खुलाइदिए आज जनता जान्न चाहन्छ आज सुन्दै कति वर्ष भयो सुन्दै जनता जान्न चाहन्छ छिटो भन् ल अब नाइ 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 भन न द्याट्स इट अन्डा 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 खानु बिर्सिन्छ क्या फुचुन्डामा अन्डा लागेको थियो मामा कस्तो लाग्यो त रमाइलो ठाउँ एकदमै रमाइलो हामीले त त्यसै पनि अब नेपालमा बसिरहेको मान्छे यहाँ आएपछि सफा सुग्घर र राम्रो त्यसै भइहाल्यो हजुर अनि झन् राम्रो यहाँ राम्रो छ है सबै कुरा राम्रो